So hello and namaste everyone. Hope you guys are fine. हैन सबैजना सन्चै आरामै हुनुहुन्छ होला. I am also absolutely fit and fine हैन. आज चाहिँ जेठको 27 गते आजसम्म लकडाउन भनेको थियो. अब चाहिँ चितवनमा चाहिँ लकडाउनबाट लुज डाउन गर्ने कुराहरु चलिरहेको छ. होप हैन यो अब छिटो नै लकडाउन खुलोस् हैन. यो सिजन 2 भर्जन 2 सबै साइड हैन अनि फेरि फ्रीली राइड गर्न जान पाम. आज चाहिँ धेरै दिनपछि म युट्युबमा ब्याक भएको छु. अब चाहिँ म भिडियोहरु कन्टिन्युअस हाल्ने छु. सो सबैजना स्टे ट्युन है त. अब चाहिँ भिडियो सुरु गर्दिम. म रेडी भएर डाइरेक्ट बाइकमा भेट्छु है त. A few moments later. सो अहिले चाहिँ हैन सबैजना सबै काम सकेर ब्याक टु आवर डेस्टिनेसन. गाह्रो छ. आज चाहिँ यस्तो मस्त कुनै ठाउँमा गएर आनन्दले बसौँ भन्ने धारणा चाहना भनौँ न. दिस इज गोल नट अ गनाउने गोल हैन. गनाउने गोल उता यो सबै यो एरियामा के पहिला घर नहुँदाखेरि हैन ग्राउन्ड थियो नि भाइ पुरो हैन खाली के. त्यो ग्राउन्डमा क्रिकेट फुटबल खेल्न के पुरा रङ्गशाला भन्दा ठुलो लाग्ने थियो नि त त्यतिखेर त. अनि खेल्यो नि त धेरै खेल्यो. गिरी खेल्यो, डन्डी बियो खेल्यो हैन. अरू यहाँ यो ग्राउन्ड त यस्तो ठुलो लाग्थ्यो. यो जग्गा पनि के 4-5 जना खेलिन्थ्यो यहाँ पनि यार. क्रिकेट खेल्दा उता यहाँबाट बल उता घोलमा पुऱ्यायो भने हाइएस्टै हाने जस्तो के संसार जित्ने र खत्रै उडायो जस्तो के त्यो वाला फिलिङ्स आउँथ्यो नि त. थोरै सपिङ हान्दिउँ अनि त्यसपछि ब्याक टु च्यानल हुन्छु है सबैजना. एकैछिन वेट गर्नुहोस् मात्र 2 मिनट. के भन्छ अरे ए दोस्ती हम नहीं तोडेंगे सिर्फ 2 मिनट का ब्रेक है. A few moments later. आफ्टर छोटो मिठो कमर्सियल ब्रेक हैन ब्याक टु द च्यानल. आजको छोटो राइडको हैन दुईटा हैन तीनटा रिजन छ के. एउटा भनेको तिमीहरूको स्कुल लेभल सकियो हैन. तिमीहरूको स्कुल लेभल सकियो हैन. त्यो भनेको एउटा भयो हैन. दोस्रो भनेको मैले युट्युबमा धेरै दिनपछि भिडियो हाल्न लाग्छु हैन. अनि तेस्रो भनेको चाहिँ लकडाउनमा हामी राइड जान लागिरहेको छौँ. लकडाउनमा राइड जान हाम्रो 3टा रिजन बोकेर हामी चाहिँ आज छोटो मिठो राइडमा हैन जाँदैछौँ. यो ग्राउन्डमा पनि धेरै दिनपछि क्यामेरा अगाडि फेस गर्नु पर्दाखेरि भाइ हैन जस्ट लाइक साधनहरू आउँछ नि कुनै पासहरू हुन्छ नि त्यस्तो बेलामा बोली नै रोकिने कि त्यतैतिर ध्यान जाने कि त्यो बानी नै चेन्ज भएको कि. त्यो नत्र भने पहिला अब गाडीहरू क्रस हुँदाखेरि जति नै हाइवेमै चलाउँदाखेरि नि ओभरटेक हान्दाखेरि नि जस बोलिरहेको हुन्थ्यो कि म हैन. अहिले चाहिँ कस्तो हुँदो रहेछ भने यो ग्याप पछि चाहिँ कसैले ओभरटेक हान्न आयो भने ओभरटेक हान्न हामीले हान्यौँ अथवा हामीलाई कसैले ओभरटेक हान्यो भने एकछिन चाहिँ बोली ननिस्किँदो रहेछ कि. त्यो चाहिँ मैले डिफ्रेन्स भेटेँ है धेरै दिनपछि भिडियो बनाउन लाग्दाखेरि. एन्ड अर्को कुरा भनेको चाहिँ अर्कै के बोलाउँ टाइपको हुँदो रहेछ कि. यहाँ अहिले पनि गाडी आएको थियो बोली नै रोकियो. गाह्रो छ. अब चाहिँ अलि चितवनमा चाहिँ लकडाउन होइन लुज डाउन गर्नको लागि कुराहरू चलिरहेको छ. अनि छिटो नै लुज डाउन भन्दा पनि छिटो नै कोरोना सोरोना सब साइड होस् होइन. अनि मैले भिडियोहरू दिइराख्न पाऊँ होइन. राइडहरू गरिराख्न पाऊँ होइन. अनि त्यही हो. अनि के आज फेरि कस्तो समयमा देखेको कि आज मैले भिडियो बनाउनुको मेन रिजन त छुट्टै छ कि. अझ अर्कै कि मैले आज भिडियो बनाउनुको मेन रिजन भनेको चाहिँ बिहानको कति बजी थियो लगभग 4:30 समथिङ भएको थियो कि म रनिङ जानुभन्दा अगाडि देखेको कि. त्यही भ्युज दिएर नि रनिङ गएको कि खास म चाहिँ होइन. के समयमा देखेँ भन्दा मेरो भिडियोमा आज 1K प्लस भ्युज आएको कि. आज हालेको त्यस्तै 4-5 घन्टामा 1K प्लस भ्युज खाएको अरे कि होइन. ल मेरो त खुसीको ठेगानै नभएको कि. अनि किन भन्दाखेरि त्यो 1K त अरूलाई त नर्मल लाग्छ नि त. मेरो चाहिँ अहिलेसम्म कुनै नि भिडियोमा चाहिँ 1K क्रस भएको छैन कि भ्युज चाहिँ हैन.
त्यही भएर त्यो 4 हालेको 4-5 घन्टामा 1K भ्युज क्रस भएको होइन। अनि हेड कमेन्ट भन्ने चिज 0 के, सब पोजिटिभ कमेन्टहरू मात्रै आएको अरे के। कसम खुसीको त होइन, कसम कि यस्तो खुसीले गदगद भएर के म भाइ उठेपछि नि युट्युब चेक हाने हो क्या मैले। आइस्वेयर होइन, मैले उठेपछि चाहिँ मैले आज त्यो चेक हानेको के। त्यस्तो हुन्छ तर एक्सपेक्टेसन भर्सेस रियालिटी होइन, रियालिटीमा त्यस्तो हुँदैन कि। बिहान हेर्छु कुनै भिडियोमा छैन 1K क्रस भ्यू छैन, चित्त दुख्छ नि भाइ। बिस्तारै बढ्छ होइन, होप्छ। तर म चाहिँ यो युट्युबमा भिडियो बनाउनुको कारण भनेको चाहिँ मेरो चाहिँ मेमोरीको लागि हो कि। मैले चाहिँ यो पछिसम्मलाई काम लाग्छ कि। मैले चाहिँ त्यो अरूले जस्तो अब युट्युबमै फुल टाइम गर्छु अनि यसैबाट अर्निङहरू गर्छु यताउति चाहिँ, त्यो चाहिँ मैले सोचेको छैन है। मैले चाहिँ के सोचेको छु भन्दाखेरि राइडिङबाट चाहिँ आफ्नो मेरो प्यासन मेटाउने हो होइन एउटा भनेको। अनि अर्को भनेको चाहिँ यो मैले भ्लग बनाउनुको कारण भनेको चाहिँ जस्ट लाइक म जुन ठाउँ जान्छु नि त्यो ठाउँको चाहिँ मसँग मेमोरी भइरहेकोस् कि। अब फोनमा राख्यो भने त फोन फुट्छ यताउता होइन, गइहाल्छ कि। त्यो गुगलमै सेभ गरे पनि गुगलको पनि बिर्स्यो होला। जस्ट लाइक अब युट्युबमा सेभ हानेर राखिदिएपछि त अपलोड हानिदिएपछि त हामीले गरेको रमाइलोहरू अरूलाई पनि देखाउन पाइन्छ होइन। अनि त्यसपछि त्यो पनि एउटा मेमोरीका साथ रहिरहेको छ कि। अब बाइचान्स होइन भ्युवर्सहरूको सपोर्टले गर्दा माथि नै पुगिहाल्यो भने त होइन, पछि थ्रोब्याक गरेर पछाडिको भिडियोहरू हेर्दाखेरि त छुट्टै फिलिङ्स आउँछ नि त, छुट्टै भाइब्स आउँछ नि त। त्यो चाहिँ डिलिट गर्ने होइन, बरु भिडियोहरू चाहिँ सब प्राइभेट राखिदिने नि बरु होइन। यहाँबाट भित्र जाने हो क्या। फुटसल छोड्दैन आप हेर्न, दिस इज द सिजन अफ म्याङ्गो एन्ड लिची के। सो होइन हामी चाहिँ फाइनल्ली अहिले चाहिँ आइपुग्यौँ शिवघाटमा होइन। तर प्रब्लम के भयो भन्दा चाहिँ भिडियो बनाएको चाहिँ होइन, भिडियो चाहिँ करोड भएछ कि। बाटो त्यत्रो बोल्दै आएको त मतलब होइन। A few moments later. बाइकको लागि होइन पार्किङ खोज्दा कति बेर लाग्यो हामीलाई, 10-15 मिनट लाग्यो होला होइन। यस्तो भएको के यो जुन हुन्छ नि बाइकको कि यो डबल स्ट्यान्ड छ नि, डबल स्ट्यान्ड चाहिँ नलागिएको कि गडेको कि सबै यो खोलाको छेउ भएर, सबै खोलाको छेउमा दबिने माटोहरू भएर के। खै अब उहिहाल्छ उता छ केटाहरू, त्यहाँ गएर भेट्छ है त अनबक्सिङ है। ल छुटालिदिउँ है, नेपाली हो नि ग्लास चाँडै स्पेसल कम्बो चिउरा। सबैजनाले होइन ब्याग अनबक्सिङ हेरिसक्नुभयो होला। अब चाहिँ अरूहरू चाहिँ टाइम ल्याप्स हेरेर बस्नु है त।
It's simple.